नमस्ते। म डाक्टर अनुपमा विश्वास खरसाङ महकुमा अस्पतालमा अवस्थित छु है। म एकजना आई सर्जनको हिसाबले त्यहाँ काम गरिरहेछु यतिका दिन। अनि म एकजना पहाडकी छोरी भएर यो भिडियो गर्न अति नै आवश्यक लाग्यो। अनि मलाई मात्रै होइन, अब यस पछाडि म बोलेपछि अरू पनि छन् कतिपय आफ्ना मनको कुराहरू भन्न लागेका मानिसहरू। यो भिडियो बनाउनका तात्पर्य चाहिँ मेनली के हो भन्दाखेरि हाम्रो जुन चाहिँ समाजमा यो एउटा अचम्म किसिमको जुन चाहिँ वातावरण भइरहेछ त्यो विश्वासको सम्भव नै छैन। विश्वास गर्न पनि अलिक गाह्रो भइरहेछ। किन भन्नाले हाम्रो समाजमा पहिलो हामी नेपाली भन्दा त धेरै नै मन खुसी हुन्थ्यो। यस्ता किसिमका घटनाहरू नै सुनिँदैन थियो, जुन किसिमको घटनाले हामीलाई साइकोलोजिकली मात्र नभनेर आफै पनि अचम्म मानेर एउटा नारी भएर है, म आफै एकजना स्पेसलिस्ट भएर एकजना सर्जन भएर मलाई आफैलाई नै यति नराम्रो लाग्छ यी कुराहरू सुन्दाखेरि अनि अपनाउँदाखेरि। अहिलेको जुन वातावरण चलिरहेको छ, मानिसमा कुनै प्रकारको इज्जत रेस्पेक्ट त्यो त छोडिदिउँ न, सानो सानो बालबच्चालाई पनि यो कस्तो नजरियाले हेरेर अनि हाम्रो समाज चाहिँ कता जाँदैछ भन्ने प्रश्नले चाहिँ हामी नारीमाथि अनि हाम्रो यो सोचाइले नै मलाई अचम्म एउटा कुरोको एकदम सेटिस्फाइड नै भएको छुइनँ म। हामी त पहिला बाहिरतिर पो सुन्थ्यौँ यस्तो घटनाहरू जहाँ एउटा नारी छोरीमाथि नराम्रो नजर छ अरे भन्ने कुरा। तर मैले कहिले पनि पहाडमा यस्तो प्रकारले यति अहिलेको जुन चाहिँ समय छ यति बेसी बढेर आउँछ। र यो पक्सो भन्ने एउटा ड्युटी हुन्छ हाम्रो, त्यसमा हामी देख्छौँ एउटा सेक्सुअल ह्यारेसमेन्ट टुवर्ड्स सानो भन्दा ठुलो बच्चा पनि सानो पनि अघि इन्भल्भ भएको र गर्ने चाहिँ हाम्रै नै फेरि माइती भन्ने कुरोले मलाई एकदमै मनमा दुःख लागेछ। र दिनरात म देखिरहेछु यो ड्युटीमा हाम्रो आइरहेछ नि। अझ केटी मान्छे भएर हामी, केटी डक्टर भएर हामी एक्जामिन गर्नुपर्छ, प्रश्नहरू सोध्नुपर्छ। अनि यो कुरोहरू मैले हेर्दै नै यस्तो अचम्मको घटनाहरू घटिरहेछ। अनि मलाई यो कुरोले एकदमै चित्त बुझेको छैन कि हाम्रो मानिसहरूको समाज र सोचाइ र सोसाइटी लेभल चाहिँ कति बढिरहेको छ। त्यो बाल बच्चा जुन हामी गाउँमा पनि देख्दैछौँ वा सहरमा पनि देख्दैछौँ, अनि केटी मान्छेलाई त्यो नजरियाले हेर्ने तरिका जुन चाहिँ छ त्यो खोइ त मान्छेको आफ्नो सिद्धान्त बिर्सेर गएको हो कि पहाडमा भन्ने मलाई प्रश्न सोध्न मन लागेछ तपाईँहरूमाथि। र म मात्रै होइन, अब मेरो सहपाठीहरूले पनि यो कुरोमाथि आवाज उठाउनेछ। र हामीले आफूलाई मोडर्न भन्नु अगाडि एकपल्ट हामी पनि सोच्न पर्छ कि अरूलाई मात्रै औँलाएर होइन, हाम्रो समाज पनि कता जाँदैछ त। हाम्रो समाजमा के यति सस्तो फिमेल्सहरू यति सस्तो भइसकेछन् कि एउटा रिस्ता नाता पनि टुटिसकेछ। हाम्रो यहाँ हस्पिटलमा कति धेरै यस्तो केसेसहरू आइरहेको छ। कोही दाजुले, कोही बहिनीलाई, कोही पढ्ने मामाले, कोही काकाले। यो के भइरहेछ यो पहाडमा? यो कुरोहरूको विश्लेषण गर्दाखेरि धेरै नै मनमा एउटा दुःख हुन्छ अनि गाह्रो हुन जान्छ के। अनि मलाई मात्रै लागेको कुरो होइन, अब म पछि यसमा धेरै अरूहरू पनि छन् बोल्नेलाई। त्यो कुरोहरू सबै हजुरहरूले विचार गर्नुहोस् अनि हामीले यसलाई रोकथाम गर्नलाई के कसो गर्न सक्छौँ भन्ने कुरोमा चाहिँ हामीलाई सुझाव पनि पठाउनुहोस्। धन्यवाद।